आमाको जति माया सायद संसारमा कसैले गर्न सक्दैन। यो भनाई यत्तिकै भनिएको होइन। सुसन र पूजा पार्टी सकेर राति ढिलो भर फर्किँदै थिए। पार्टी निकै रमाइलो भएको थियो। खाना पनि एकदमै मिठो। दुवै हाँस्दै कुरा गर्दै गाडीमा अगाडि बढिरहेका थिए। सुसन गाडी चलाइरहेको थियो। पार्टी अबेरसम्म चलेकोले सडक एकदम सुनसान थियो। चारैतिर जंगल, घुम्ती बाटो, टाढा टाढासम्म कुनै बत्ती थिएन। अचानक गाडीको अगाडि एकजना महिला देखिन्छिन्। ती महिला बाटोको बीचमै उभिएर हात हल्लाउँदै गाडी रोक्न इशारा गर्छिन्। सुसन झस्किन्छ। हतार हतार ब्रेक लाग्छ। गाडी चिच्याउँदै रोकिन्छ। पूजाले डराउँदै भन्छे, सुसन बाहिर ननिस्क है, यस्तो सुनसान जंगलमा ठीक लाग्दैन। तर सुसन भन्छ, होइन, के भएको सोधेर हेरौँ न, कसैलाई समस्या परेको होला। सुसन गाडीबाट बाहिर निस्कन्छ। पूजा पनि पछाडि पछाडि आउँछे। त्यो महिला उनीहरूतिर दौडिँदै उनीहरू नजिक आउँछे। महिलाको शरीर रगतले लतपतिएको थियो। लुगा च्यातिएको, टाउको र हातमा गहिरो चोट। सास फेर्दा उनलाई गाह्रो भएको जस्तो देखिन्थ्यो। सुसन आत्तिँदै सोध्छ, दिदी तपाईँ ठिक हुनुहुन्छ? के भयो? यस्तो राति यहाँ के गर्नुभएको? आउनुहोस्, हामी तपाईँलाई अस्पताल लैजान्छौँ। त्यो महिला रुँदै भन्छे, दाई मेरो गाडी अलि अगाडि दुर्घटना भयो। मेरो 6 महिनाको बच्चा गाडीमै फसेको छ। जति कोसिस गरे पनि निकाल्न सकिन। प्लिज उसलाई अस्पताल लैजान मद्दत गरिदिनुस्, नत्र मेरो बच्चा त्यहीँ मर्छ। पूजा र सुसन दुवैको मुटु काँप्छ। पूजा भन्छे, गाडी कहाँ छ दिदी? हामी तुरन्तै जान्छौँ। तीनैजना हतार हतार गाडीमा बस्छन्। त्यो महिला बाटो देखाउँदै भन्छे, दाई अलि छिटो, मेरो बच्चा एक्लै छ। सुसन जति सक्दो गाडी कुदाउँछ। जंगल झन गहिरो हुँदै जान्छ। महिला बीचबीचमा एउटै कुरा दोहोर्याउँछे, छिटो प्लिज छिटो। केही बेरपछि उनीहरू दुर्घटनाको ठाउँमा पुग्छन्। गाडी सडकबाट तल भिरमा अड्किएको थियो। अगाडिको भाग पुरै चकनाचुर। तीनैजना गाडी नजिक जान्छन्। पछाडिको सिटमा साँच्चै एउटा सानो बच्चा देखिन्छ। बच्चा रोइरहेको थियो। सुसन हतारिँदै बच्चालाई निकाल्न अगाडि बढ्छ। गाडीको ढोका खोल्छ र त्यही क्षण सुसनको सास अड्किन्छ। ड्राइभिङ सिटमा त्यही महिला बसेकी थिइन्, तर उनी जीवित थिएनन्। उनको टाउकोमा गहिरो चोट थियो र शरीर रगतले लतपतिएको थियो। उनको मृत्यु भइसकेको थियो। सुसन डरले चिच्याउँदै, पूजा, त्यो महिला भन्दै पछाडि फर्किन्छ। तर त्यहाँ पूजा मात्रै थिए। त्यो महिला त त्यहाँबाट हराइसकेकी थिइन्। पूजा र सुसन दुवै डराउँछन्, किनभने केही सेकेन्ड अघिसम्म बच्चाको लागि रुँदै कराइरहेकी महिला अब कहीँ पनि देखिँदैनन्। त्यही बेला उनीहरूलाई थाहा हुन्छ, आफ्नो बच्चालाई बचाउन मद्दत माग्न आएको त्यो आमाको आत्मा आएको रहेछ। उनीहरूलाई महसुस हुन्छ कि आमाको माया मृत्युपछि पनि सकिँदैन रहेछ। यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनुहोस्।